साउन्ड सिस्टम भन्नुभएको थियो तपाईँहरूलाई त्यस्तै न क्या लाइभ भइरहेछ चाहिँ फाइनली म चाहिँ पछाडिको चाहिँ त्यो हेलो गाइज वेलकम छ है मेरो ब्लगमा म चाहिँ यो सानो मिठो मिनी ब्लग बनाउन लागेको सबैजनाले साथ सपोर्ट गरिदिनु होला है सब्सक्राइब गरिदिनु होला म चाहिँ फाइनली काममा आएको कि आउँदा आउँदै त भिडियो बनाउन पाएन अब हल्का फुल्का लाज हुन्छ नि त अब सुरुमा त त्यही भएर अहिले चाहिँ यहाँ म फाइनली काम गर्ने ठाउँमा आइसकेको छु म चाहिँ हल्का सान्तिनो साउन्ड सिस्टमतिर काम गर्छु फाइनली अहिले चाहिँ म यो ठ्याक्कै भन्नुपर्दा लेमन टी भन्ने ठाउँ फाइनली अब मैले स्पिकरहरू पनि सेटअप त गरिसक्यो हल्का फुल्का अनि स्पिकरहरू सेटअप गरेको छु है त्यहाँ दुईवटा उभिबसेको छ स्ट्यान्ड हो हल्का फुल्का अब गर्नै बाँकी छ अब काम गर्दा गर्दै यसो भिडियो बनाउन मन लागेर चाहिँ बनाउन लागेको यो हो फाइनली यो चाहिँ अब 5 स्टार भन्छ न अब भन्न त 5 स्टार नै हो यो 5 स्टार होटलतिर नै छु म पनि अहिले तलतिर चाहिँ अब धेरै मुनि नै छ है त्यो अब ओके यो नै हो फाइनली राम्रोसित हेरिदिनु होला सबैजनाले मिनी ब्लग सर्ट ब्लग अब खै के भन्ने र यो चाहिँ माथि यो ठ्याक्कै अब कोही डुल्न आउनु छ भने आउनुहोस् है त्यो ठ्याक्कै लोकेसन चाहिँ यो नारायणथान हो नारायणथान लोकेसन गेस्टहरू आउनु थालेको छ बट्टाबट स्विमिङहरूको व्यवस्था छ अब सबैको व्यवस्था छ अब ल हेर्नुहोस् है यो हो भाइ फाइनली अब तिहार पनि लागेछ ट्याक्कै गाउँ जस्तो नै छ अब घुमघाम गर्नलाई चाहिँ ठिक हुन्छ जे होस् अब यतातिर घुम्न यताउति गर्न यो होटल चाहिँ एकदम बेस्ट छ 5 स्टार होटल पनि हो फाइनली अब वरिपरि चिसो हावा खान पाइन्छ खुल्ला हावा खान पाइन्छ सफा हावा त्यही हो फाइनली गाइड मैले त अब स्पिकरहरू चाहिँ सेटअप गरिसकेको छु अब स्पिकर काम गर्दा गर्दै त अब भिडियो बनाउन मिलेन आफू एक्लै छु अनि त्यही भएर यस्तो नै हो फाइनली सेटअप हुँदैछ पुरै चाहिँ भएको छैन ल बाई बाई गाइज आजलाई यति नै भेट्दै गर्नु होला अलि मुनिबाट चाहिँ यस्तो देखिन्छ मुनिबाट चाहिँ यस्तो देखिन्छ यो होटल अब त बुझ्ने भोला हरियो सिनी हरियो अब त त्यो केटी मन परियो यस्तो हो नि त लाइन अलि अब चाहिँ माथि छतमा जानुपर्ने हुन्छ तपाईँहरूलाई मेरो काम कस्तो छ म देखाइदिन्छु है त ल फाइनली अब चाहिँ छतमा जानुपर्ने हुन्छ होइन सो त्यही कति 9 फ्लोर 10 फ्लोर माथि छ फाइनली अब छतमा जानुपर्ने हुन्छ टक्क लगाएर अब लिफ्ट चढ्ने सुन्यालेर गइन्छ त्यही नै हो यथार्थ पेट दुखिरहेछ हो लास्ट यार के भयो हो धेरै नै भएछ क्या
भर्खर 2 पुगेछ यार गाइजहरू भित्र छिरिसक्यो होइन कसले थिचेको त फेरि यो यस्तो नै छ हो यस्तो नै छ है माथि सबभन्दा टप फ्लोरमा आएर यसो देखिन्छ है काठमाडौँ सहर चाहिँ होइन पुरै देखिन्छ अब हेर्नु ट्याक्क लाएर ठिकै छ भनौँ न रमाइलै छ दसैँ लागेछ जताततै झिलिमिली के गर्नु र अब हामी चाहिँ म चाहिँ टप फ्लोरमा अब यो मुन्याएर चाहिँ मैले काम गरेको साउन्ड सिस्टमको अब अहिले लाइभ भइरहेछ नि त अहिले हजुरहरूलाई म एकछिन लाइभ पनि देखाउँछु साउन्ड सिस्टम भन्नुभएको थियो तपाईँहरूलाई त्यस्तै न क्या लाइभ भइरहेछ चाहिँ अहिले रातको 10-11 बजेसम्म हुन्छ होला अहिले चाहिँ ठ्याक्कै 8-8:30 बजिरहेछ यहाँ टक्क लाएर खाने गीत सुन्ने यस्तै न क्या भित्रहरू मान्छेहरू टन्नै छ बाहिर चाहिँ बसेको छैन काम सिद्धियो काम सिद्धेर नि हिँडेको म त